through the highways till my shadow turns to sun rays and on. हेलो नमस्ते साथीहरु, स्वागत छ है त फेरि पनि मेरो नयाँ भिडियोमा। अनि नयाँ भिडियो लिएर आइसकेको छु। म फेरि पनि देख्न सक्नुहुन्छ बाहिर निस्किसके चोकतिर। अनि अरु गाडी भन्नु पर्दाखेरि यस्तै हो। यहाँनिर हुनुहुन्छ हाम्रो गौतम बुद्ध। अनि यहाँनिर भित्र पनि छ क्या, गाडी नम्बर 223561 यो भित्र पनि राख्नु पर्छ। अनि क्युआर चाहिँ यस्तो लुकिङ ग्लासमा छ, देख्न सक्नुहुन्छ। सेवाको क्युआर हो। अनि मेरो फोन होल्डर यहाँ छ। कहिलेकाहीँ गोप्रो पनि लाउँछु, यहाँ छ गोप्रोको होल्डर चाहिँ। अनि यस्तो माथि छ मेरो कागजपत्रहरू बोक्ने राख्ने ठाउँ चाहिँ हैन। अरु त्यस्तै हो साथीहरु। अब ढिलो नगरिकन फटाफट ड्युटीतिर लागौँ है त। के गर्नु, काम गर्नै पर्यो है। अब विदेश गए नि, नेपाल बसे नि, जे गरे नि काम गर्नै पर्यो। गाइज हेर्नु त उतै ट्रकमा सादा जीवन उच्च विचार अरे क्या खतरा लेखिदिएको। ल साथीहरु, किस्ट हस्पिटलतिर छु है अहिले चाहिँ म। देख्न सक्नुहुन्छ यो खोलावारी पारी, यता वारी इमर्जेन्सी हो भनेदेखि उता पारी चाहिँ ओपिडीहरू छ क्या। ल त गाइजहरू, किस्ट हस्पिटलबाट चाहिँ निस्किसके। अनि अब यहाँ गर्खु चोकबाट टिप लागेको छ अर्को उता लभिङ महल फुलचोकतिर जाने। अब हेरौँ है त कता हुनुहुन्छ। गर्खु चोकको पेट्रोल पम्पमा भन्दै हुनुहुन्थ्यो। गाडी आयो, गाडी बाटो यहाँनिर छ क्या झन् साँगुरो गल्ली त। पेट्रोल पम्प त यहाँ अगाडि हो। हाम्रो सरहरू कता हुनुहुन्छ कल गरौँ है त। ल साथीहरु, यो चाहिँ जाउला खेल्छु है त। जाउला खेलतिर छु अहिले म। यहाँनिर रेड लाइट बल्यो फेरि जेब्रा क्रसिङको। ल है त साथीहरु, खानासाना खाए त लगन खेलतिरै। अनि यो पाटन हस्पिटलबाट टिप लागेको छ ऊ जाने उता सिभिल हस्पिटल बानेश्वरतिर। ल पाटन हस्पिटलभित्र आइपुगेँ म चाहिँ अहिले। त्यो हस्पिटलभित्र नि जाम लगाएर राखेको छ त हो। हो जम साथीहरु। अब हस्पिटलभित्र है के हर्न बजाउनु, बिरामीहरूलाई डिस्टर्ब हुन्छ होला। मान्छेहरूले बाटै छोड्दैन। इमर्जेन्सी अलि अगाडि इमर्जेन्सी चाहिँ। ल है त साथीहरु, सिभिल हस्पिटल है त यता बानेश्वरको। सिभिल हस्पिटलभित्र देख्न सक्नुहुन्छ यतापट्टि छ बाइक पार्किङ, अर्कोपट्टि इमर्जेन्सी। यो चाहिँ सिभिल हस्पिटलभित्र। गेटमा भन्दै हुनुहुन्थ्यो कता छ है गेटमा। ल चाङ्गाथली आइपुगेँ म चाहिँ। यहाँ
यहाँबाट अर्को एक्सेप्ट गरिसकेको छु। यो चाहिँ बालकुमारीतिर जानेछ है साथीहरू। यतातिर नि बाटोघाटो यस्तो राम्रो भएछ चङ्गाथरीतिर पनि। लोकेसन त यहीँ हो, के अरे कता पो हो मान्छे। ल साथीहरू, यो चाहिँ बालकुमारी पुल है। यहाँनिर चाहिँ यो याङ्गोको स्टिकर लगाइरहेको छ क्या धेरै दिनदेखि। यो याङ्गोको पोस्टर धेरै दिनदेखि। कति तिर्नुपर्छ होला है साथीहरू आमामा यो के अरे यो बोर्डहरू हाल्नुलाई। मैले चाहिँ सुनेको होइन, यो बोर्डहरू यो गर्ने पनि कम्पनी हुन्छ अरे होइन। अनि तिनीहरूलाई चाहिँ भाडा तिर्नुपर्छ अरे क्या यो बोर्ड लगाइदिएको चाहिँ। एक साइडमा याङ्गो छ, एक साइडमा इनड्राइभको हालिरहेछ है। यो ठ्याक्कै भयो बालकुमारी कोटेश्वर पुल। ल त साथीहरू, अहिले चाहिँ यता के अरे कालो पुलतिर छु। अनि यो कालो पुलबाट जानुपर्ने चाहिँ छ उता के भन्छ न्यु रोड विशाल बजारतिर। कालो पुल मुनिबाट अलिक पारेछ मान्छे कहाँनिर भन्दाखेरि शहीद मार्ग टोलबाट भित्र। साथीहरू, यो चाहिँ माइती देवी चोक। यहाँबाट लेफ्ट गयो भने सेतोपुर पुगिन्छ। राइटतिर चाहिँ उता दिल्ली बजार। यस्तो गली छ नि फेरि यो घट्टे कुलो भन्छ यतातिर। लास्टै सानो सानो। ल साथीहरू, तपाईँहरूलाई चाहिँ म विश्वकै सबभन्दा सानो बाटो देखाउने छु। यो चाहिँ यता च्यासल हो है, पाटन साइड। यति सानो सानो गल्लीहरू छ नि यो भित्र, पुरै छोडिदिनु क्या। तर यो बाटोहरू चाहिँ पहिले नै यो गाडी हिँड्ने गरी डिजाइन गरेर बनाएको होइन यो बाटोहरू। पहिले बनाउँदाखेरि चाहिँ यो मान्छे मात्रै त्यतिखेर गाडी साडीको कल्पना नगर्दैखेरि नै यो बाटोहरू भएको हो। त्यही अनुसारले घरहरू बनाइएको छ होइन। यो अगाडि देखेको चाहिँ च्यासल ढोका भन्छ क्या। अनि त्यही डिजाइनले घरहरू बनाइएको छ। धन्न गाडीहरू चाहिँ छिरिरहेको छ भनौँ न। च्यासल घोल ढोका। यहाँनिर नै छ एउटा विश्वको सबभन्दा सानो बाटो। हेरौँ छ कि छैन अगाडि। अगाडि मान्छे गाडी हेर्ने हो, अनि त्यसपछि छैन भने चाहिँ हिँड्ने। र अर्को गाडी आयो भने त बर्बाद हुन्छ त्यो साँघुरो बाटोमा बिहा गर्दाखेरि। अर्को गाडी आइसक्यो है अगाडि गाइस। अर्को गाडी आइसक्यो गाइस। अहिले चाहिँ छु म यता हात्तीवनतिर है। अनि लगभग आजको काम पनि सकिसकेको छ। अनि त्यहाँ दराजबाट एउटा सामान अर्डर गरेको थियो क्या। अनि त्यो सामान चाहिँ आइसक्यो भनेर कल आइरहेको थियो। अनि नजिकै छ त्यो दराज अफिस पनि। होम डेलिभरीमा चाहिँ राखेको छैन मैले। अफिसमै लिनु जाने सिस्टम गरेको छु। अनि त्यही भएर अफिसमै जानुपर्छ लिनुलाई। अब होम डेलिभरीमा राख्यो भने अब घरमै हुँदैन, म रुममै हुँदैन कहिले पनि। अनि त्यही भएर हो साथीहरू।
त्यहाँ अफिसमा गएर लिनु पर्यो है त सामान चाहिँ। ओ गाइज खतरा घर देखियो यार, हेर्नु त ट्याक्कैसँग। सो गाइज है मैले चाहिँ सामान किनेर ल्याइसकेँ। यो फर्म क्लिनर भन्ने दराजबाट रिसिभ गरिसकेँ। यस्तो खालको छ कि अब यसलाई कसरी युज गर्ने हो हेर्नुपर्छ। यो चाहिँ छ नि, यो यस्तो यो माथिको यो हुडमा चाहिँ पुरै कालो दाग भएको छ क्या साथीहरू। अनि यो चाहिँ धुनु पनि नमिल्ने, अनि यसले सफा हुन्छ कि भनेर ल्याएको। अब हेरौँ, टेस्टिङ पनि गरौँ है त। ल साथीहरू मलाई चाहिँ ठिकै लाग्यो यो फर्म क्लिनर चाहिँ, तर सफा त राम्रै गर्ने रहेछ कि, तर अलिक पुगेन क्या कता कता त। ठिकै हुने रहेछ यो, पानीले धुनु नमिल्ने ठाउँहरू त सफै गर्ने रहेछ है। त्यो काम चाहिँ राम्रै गर्ने रहेछ है त्यो फर्म क्लिनरले। दराजबाट मैले चाहिँ 350 रुपियाँमा क्यारे मगाएको थिएँ, ठिकै लाग्यो, तर थोरै हुने रहेछ कि अलि नपुग्ला जस्तो भएको थियो। र पनि मैले पुगाएँ, राम्रोसँग सफा भएन कता कता त। के भन्दै साथीहरू, आजको ड्युटी पनि यति नै। आज चाहिँ अलिक छिटै नै काम सक्दिएको, लास्टै अल्छी लागिरहेको छु आजभोलि। के भएको, इमाडोल कमल पोखरी बजार यताबाट सिधै अगाडि गयो भने शीतल हाइट भन्छ क्या साथीहरू। यतातिर चाहिँ हाम्रो बाटो यहाँबाट गल्ली छिर्ने हो क्या, तल गल्ली छिर्ने हो। यस्तो छ ओह्रालो बाटो पनि सानो छ, एउटा गाडी छिर्यो भने बाइक पनि छिर्दैन, त्यस्तो खालको छ। फुच्चेले फेरि हाम्रो रुम साइडको फुच्चेले साइकल लिएर आइरहेको छ क्या हो।